एक्सन स्टारको रूपमा परिचित निखिल उप्रेती 6 वर्षपछि फिल्म अभिनयमा फर्किने भएका छन्। पछिल्लो पटक भिलेन 2019 मा देखिएका उनले फिल्म आचार्यबाट कमब्याक गर्न लागेका हुन्। यसको निर्देशन उनी आफै गर्नेछन्। गत फागुनमा चलचित्र विकास बोर्डमा उनले फिल्मको शीर्षक दर्ता गरेका हुन्। भैरव 2015 पछि उनको दोस्रो पटक फिल्म निर्देशन गर्न लागेका हुन्। फिल्म दर्ता गर्दा निखिलले कलाकारमा आफूसहित श्रीमती सञ्चिता लुइटेलको नाम राखेका छन्। यसको मतलब फिल्ममा निखिल र सञ्चिताको जोडी बाँधिनेछ। यो उनीहरूको 1 दशकपछिको सहकारी हुनेछ। विवाह अघि उनीहरू दाग, माया, माया त माया हो, विजय पथ, सम्झना जस्ता फिल्ममा एक साथ काम गरेका थिए। उनीहरूलाई फेरि पर्दामा देख्न हेर्न दर्शकका लागि पनि रोचक हुनेछन्। 3 महिना अघि निखिलले एक अन्तर्वार्तामा नयाँ फिल्मको छायाङ्कन आगामी जेठबाट सुरु गर्ने बताएका थिए। उनले भनेका थिए, म जेठबाट नयाँ फिल्मको छायाङ्कन गर्छु होला। यो द्वन्द्वमा आधारित फिल्म हुनेछ। यसको मतलब फिल्ममा सिर्फ द्वन्द्व छैन। पहिला चाहिँ म सिर्फ द्वन्द्व गर्थेँ, मैले गर्ने द्वन्द्वमा कथा हालिन्थ्यो। अब मैले बनाउने फिल्मको कथामा चाहिँ द्वन्द्व हुन्छ। उनले आगामी फिल्म सुपर हिरो पात्रमा आधारित रहने पनि प्रश्न पारेका थिए। मेरो फिल्मको सुपर हिरो एकदमै इनोसेन्ट, निर्दोष छ, म जस्तै। उसको सुपर पावर त आयो, तर कुनै मुद्दा नै छैन। फिल्ममा आफ्नो संस्कृतिलाई जोड दिनेछु। नेवारी भाषालाई बढी प्रयोग गरिने मेरो कोसिस छ, उनले भनेका थिए। यसअघि आचार्य शीर्षकमा गायक आचार्यको बायोपिक बनेको थियो।